हेलो हेलो चेन्ज गर्न मिल्छ रिफिल छ वेलकम टु माई पार्ट 2 ब्लग है केटा पार्ट 1 मिस्टेक भयो पार्ट 1 त गयो हिजो बटन अफ भएछ क्या केही छैन मोबाइलमा छ हैन त्यो पनि हालौँ न यतिखेर हामी जाँदैछौँ नेक्स्ट ड्युटीमा यो 7 तारिक गएर 8 तारिक आयो अब आज म सुनिल चेपागान यता भन्नु के रे स्वभाव राणा मगर अनि यता जीवन लुइटेल अनि यता सुशीला कार्की अनि यता हाम्रो गौरव भाइ गौरव के हैन गौरव थारू ओके हामी थारू कार्की लुइटेल अनि यता राणा मगर अनि यता चेपागाङ भएर हामी 5 जना ड्युटी जाँदैछौँ हैन आजको मौसम चाहिँ एकदम मिठो छ केटा हो यतिखेर चाहिँ चट्ट छतमा बसेर के भन्नुहुन्छ बेलासिरी नछिटाउनु क मौसमले च्यालेन्ज दिइरहेको छ तर के गर्नु बाध्यता छ विदेशको ठाउँमा ड्युटी जानै पर्यो नभए मौसम अनुसार त हामीले नि च्यालेन्ज गर्न जानेका छौँ र अलिअलि मिसाइदिउँ न उता गुल्मीतिरको भाषा नि ल यतिखेर हामीसँग जोडिनु भएको छ मेरो भेनाश्री काम गरे फेरि मोबाइलबाट गरेको हिजो चाहिँ दिनेश भाउ कति जाइ यसलाई पुस गरेर राख्नु मिल्दैन अझै बटन त बासी भयो मेरो खुट्टा हात उस भयो क्या दुख्यो क्या ल सुशीला कार्की तपाईँ त अब हालसालकै प्रधानमन्त्री होइन प्रधानमन्त्रीको अब के कस्तो छ अब यो विदेशी न्युको केटाहरूलाई के कस्तो सुझाव सल्लाह दिनुहुन्छ अनि नेपालमा के कस्तो गर्दाखेरि राम्रो हुन्छ अहिले तपाईँ के अरे उसमा कुर्सीमा बसेर के गर्नुभयो त्यो यसो भनिदिनु त कुर्सीमा बसेर त्यो टोइलेट घिसारेर के गरेर यो हुँदैन कुर्सीमा बसेर के गरे अरे यो म रोक होइन है हाँसो ल बाबुबा यो कहाँ घुम्यो र खुट्टै भाँच्ने गरी दिएछ त अनि केटाहरूले ल यस्तो चिसो मौसम छ होइन के भन्न चाहन्छु मस्त चिसो मौसम छ टन्न ज्याकेट लगाएर एसी चलाएर ब्ल्याङ्केट ओढेर हामी हेर्न सक्नु तपाईँहरू हेर्न सक्नुहुन्छ हामीहरू हेर्न सक्नुहुन्छ माथि आकाशमा बादलमा धेरै धेरै आकाशहरू लागेका छन् आजको भ्लगमा चाहिँ अनिल श्रेष्ठ जोडिनु भएको छैन उहाँ चाहिँ आज कता घुमिराख्नु पर्छ है त भोलि चाहिँ पक्कै लिएर आउनेछौँ अनिल श्रेष्ठज्यूलाई यति भन्दै हामी खाल्टामा आइपुगेका छौँ गाइस यो खाल्टा हो खाल्टा हेर्ने हो गाडीको खाल्टा म तल गएर सबैलाई फर्किनु पर्यो भने सबै झरिसक्नु एरिया मुन्ना ठकुरा आएछ मेरो नि यो ढाड चर्किन्छ बसेर उठ्यो भने त के गरेर हिँड्नुपर्छ अल्छिन्छ बन्द गरौँ अम्को यस्तो ठुलो रुख कहिले 12 मास हरियाली यही मात्रै अरू त हेर्नु त यी सबै काडा सबै बुढा भइसकेको छ मर्ने बेला हो यति भन्दै हाम्रो छोटो मिठो हाँसो मजाकको भ्लग चाहिँ बन्द गरे ट्याप